सन्चै छु र यति भन्दै आज चाहिँ न्यू ब्लग लिएर तपाईँको सामु उपस्थित भइसकेको छु। अनि आज चाहिँ हाम्रो अहिले चाहिँ स्कुल छुट्टी छ नि त हाम्रो, अनि त्यही भएर अहिले चाहिँ हामी घरमै बसिरहेको। अनि आज चाहिँ हामीलाई चटपटे खाना मन लाग्यो अनि हामी चाहिँ सो गाइस चाहिँ म काँक्राहरू काट्दैछु होइन। यो चाहिँ तपाईँहरूलाई यस्तो थाहा छ कि छैन है, हामी जस्तो हौँ कि तिते तिते जा मिठे मिठे आइज तिते तिते जा मिठे मिठे आइज तिते तिते जा मिठे मिठे आइज अनि ठप्प यस्तो टिका लगाइदिनु पर्छ। यति काट्दा हुन्छ होला होइन। सो गाइस फेरि नपकाइकन काटेको भन्नुहुने होला है। यो चाहिँ अघि नै मैले पखालिसकेको थिएँ होइन। अहिले चाहिँ म काट्दैछु। यो त धेरै धेरै हुन्छ होला फेरि। धेरै यो पनि लैजानु छोड्छ। फेरि म त एकदम कुकम्यान हो कि कुकम्यानहरूलाई फेरि खत्रै काट्ने हाल्नु न। अब कस्तो काटिदिन्छु चक्कु त फेरि खत्रै चलाइन्छु फेरि म त खत्रै चलाउने मान्छे हो चक्कु त। पढाएर मेरो सानीमा हेर्दैछ आँखा तरेर। आज चाहिँ हामी एकदम गिलो चटपटे बनाउँदैछौँ कि होइन। काँक्रा काट्नु पाला है, एकैचोटि 2वटा काँक्रा काट्दैछु। चम्ची म धनियाँ काट्दैछु। हाम्रो दादा धनियाँ काट्नुहुँदैछ। चाहिँ म खोर्सानी काट्दैछु होइन। खोर्सानी काट्नु चाहिँ धेरै एकदम मास्टर हो नि त। 5 मिनटको खोर्सानी त चट 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 काट्छ। चाहिँ म टमाटर काट्दैछु। म चाहिँ पुतलीले गीत गाउँछन्। अघि चाहिँ मैले होइन यो काट्न बिर्सेछु कि यसलाई के पो भन्छ? गाजर। यो फेरि एकदम देशी गाजर, विदेशबाट ल्याएको होइन, देशमै गएको भनेर चाहिँ म भन्न सक्दिनँ। कहाँबाट ल्याएको मलाई थाहा छैन। स्थानीय गाजर मम्मीले चाहिँ के हाल्नु भएको के अरे मम्मी? यसलाई छोप भन्छ, 1 नम्बरको छोप, देशी छोप। मम्मीले चाहिँ अनि हाम्रो मम्मीको चाहिँ चियावाडा राखेको छ है। तोरीको तेल हाल्दा खसेको नछ भने हामी सानोमा बोल्दै हुनुहुन्छ, हिजो पनि हाल्दै हुनुहुन्छ। अनि यहाँ छ अर्को, त्यो 2टा पनि हाल्नुपर्छ। के पो अरे दादा यसको नाम? यसको नाम चाहिँ हो मोटो। अनि यहाँ चाहिँ बोलेर कति बोल्न सक्छन् बोलुन्, आजै हो दिन, बोल्दैन बोल्न पाउँदैनन् होइन भनेर म भन्दिनँ। अनि हामी चाहिँ आज घरमै बनाएको एकदम स्पेसल चटपट एकचोटि खाएर भइहाल्छन् सबजना। चटपट आयो, चटपट। मम्मीले चाहिँ फेरि मम्मी कत्रो हाल्नु भएको पर्छ? निम्की पनि हाल्छ। अब यहाँ दादाले बदाम हाल्नुहुँदैछ। दादाले यहाँ बदाम छुट्याउनु हुँदैछ। चम्ची हामी चटपटमा कागती हाल्नु हाम्रो मान्छे बोल्दै हुनुहुन्छ होइन हातैले, किनकि हामीसँग अलिक
ग्लोभ्सको त्यो छैन फ्याक्ट्री, त्यही भएर हेर्न सक्नुहुन्छ। चटपटे चटपटे आज खायो भोलि छटपटे। त्यो खाना पनि निकाल्नु न। चटपटे चाहिँ गाइस यस्तो हुन्छ। चटपटे चाहिँ यस्तो भएर छ होइन, हेर्नु चटपटे चाहिँ फाइनली यस्तो भइसकेको छ होइन। अनि म चाहिँ यता छु, अनि सबजना खानालाई आतुर भइसकेको छन् क्या, सबजना खानालाई बसिसक्नु भएको छ। म पनि यता छु होइन, सबैले खाइसकेँ। कस्तो भइरहेको तँलाई? तपाईँलाई कस्तो भइरहेको? चटपटेपट्टि सकिसक्यो होइन, पिरो भएर उता कोक खाँदै त उतो पिरो भएर ऊ मलाई चाहिँ केही पनि भएको छैन, म त पानी मात्रै खान्छु एकदम। गाइस आजको लागि चाहिँ यतिकै भ्लग हुन्छ। अब तपाईँहरूलाई कस्तो लाग्छ कमेन्टमा गरेर भनिदिनु होला। अब नेक्स्ट भ्लगमा मिलेपछि ओके बाई।